सबै टप क्राफ्टिङको गोल्डेनको हाँगा जोडेको छ है। यसरी काटेन भने यो कुहिन्छ पनि, प्लस यो प्लास्टिक फुट्न सकिरहेको छैन। यसरी काट्यो भने चाहिँ सजिलोसँग फुटेर जान्छ। ब्लेडले काट्दाखेरि सजिलो हुन्छ, किनभने हतियारले काट्यो भने चाहिँ ठुलो चोट लाग्छ अनि त्यतिकै फेल हुन सक्छ है। यसरी काट्यो भने सजिलो हुन्छ। यसलाई सानो हुँदै जान्छ नि यो प्लास्टिकले च्याप्प कसिएर। अब यो यसरी काट्नुपर्छ। सबै हो टप क्राफ्टिङ गोल्डेन हो। यो भागदेखि चाहिँ हामीले काट्न मिल्दैन, किनभने फुस्किन सक्छ। फेरि अर्को विपरीत दिशाबाट काट्नुपर्छ। यसरी काट्यो भने यो फुटेर निस्किन्छ। यो फुट्न सकिरहेको छैन। थोरै मात्रामा यहाँ फुटेको छ, तै पनि यहाँ यसलाई काटिदिने। बस।